यसरी घरमै थिचेर बनाएको मसलालाई हजुरहरूले यस्तो क्युबमा राखेर चाहिँ फ्रोजन गरेर राख्नुभयो भने चाहिँ एकदमै सजिलो हुन्छ। एउटा प्यानमा चाहिँ जिरा, धनिया, सोप अनि अलिकति टिमुर राखेर त्यसलाई मजाले भुटिदिनु होला। अब त्यसलाई खलमा राखेर चाहिँ मसिनो बनाउनु पर्छ। हजुरहरूले ब्लेन्डर युज गर्दा पनि हुन्छ, तर ब्लेन्डरमा चाहिँ अलिकति लास्टै मसिनो हुने भएको भएर चाहिँ मैले यसरी थिचेको हो। त्यसलाई मजाले धुलो बनाइदिनु होला अनि त्यसमा हामीले लसुनलाई पनि मजाले कुटिदिन्छौँ अनि साथसाथै अदुवा पनि, अनि पिरो खान मन छ भने हरियो खोर्सानी कुट्दा पनि हुन्छ। त्यो सबैलाई एउटा भाँडामा राखिसकेपछि अलिकति कागती राखिदिनु भयो भने चाहिँ यो अलिकति लङ लास्टिङ हुन्छ। अनि सबैलाई मजाले मिक्स गरिदिनुहोस् अनि त्यसलाई आइस ट्रेमा चाहिँ मजाले खाँदेर राखिदिनुहोस् अनि त्यसलाई फ्रोजन गरिदिनुहोस्। यो फ्रोजन मसला मिक्स चाहिँ हजुरहरूले 3 देखि 4 महिनासम्म युज गर्न सक्नुहुन्छ। मैले लिटरली मासु, तरकारी, यताउता जे पकाउँदा पनि यो हालेर पकाउँछु अनि इट्स सो इजी, एक्सेसिबल हुन्छ। अनि अभियसली आज युज भएको सम्पूर्ण सामग्री इज फ्रम राइस, स्पाइस एन्ड डाइस। थ्याङ्क यू फर वाचिङ।